मजाले बडीलाई मिलाउने हो है। कपाल नारी काखी पुट्ठा तिघ्रा जहाँ जहाँ हाम्रो ब्लक छ, जहाँ जहाँ हाम्रो गिर्खादेखि आएको छ, कतिलाई निरोडामा आउँछ, कतिलाई के हुन्छ नसहरू बिग्रिन्छ, खाएर बढी भयो नसहरू बिग्रिन्छ, पेट बिग्रिन्छ, मुटु बिग्रिन्छ, घाँटी बिग्रिन्छ, पाठेघर पनि बिग्रिन्छ है। अनि ती समस्याहरूबाट मुक्त हुनलाई योग हाम्रो लागि रावणबाट गयो सिधैको केही गरेरै नपाउनु औषधि हो, किन्नै नपर्ने हो। तन्काउनुहोस्, गाह्रो हुन्छ, शरीर तात्छ, तताउने नै हो है। अब बिस्तारै फेरि टाउकोले टेक्छौँ त है, टाउकोले टेक्छौँ। अब जान्छ यस्तो मजाले ब्रेनमा डिप्रेसन, एन्जाइटी, एलर्जी घाँटीबाट जे रोक्छ हजुरको ब्रेनमा रगत नपुगेर है। जब ब्रेनमा रगत पुग्छ जवान त यसै हुन्छ, बुद्धि तेज हुन्छ र अनि यो घाँटीबाट माथिको रोग पनि ठिक हुन्छ। तिमी कताउनु सूत्रलाई मजाले मलाई हेर्न सक्नुहुन्छ, यसरी गरिदिनु। गाह्रो कहाँ हुन्छ जानुहोस्, गाह्रो नजिक सजिलो आउँदैन, आराम नै हरामको जिन्दगी बाँचेको छौँ हामी। अब आरामले तोड्दैछौँ, आरामको चङ्गुललाई हटाउँदैछौँ। कतिको जीवन त घरको कामको बहानामै बिग्रेको छ बिचरा। घरको काम एक्सर्साइज भएको भन्दा मन बुद्धि सबै बिग्रिसकेको छ। यस्तो दायाँ अब बिस्तारै बायाँ है, प्रेमपूर्वक पहिला लागेको मलाई थियो त ठिक्क पुठोमा खुट्टालाई पुठोले खिच्नुहोस्, आफ्नो खुट्टालाई दायाँ खुट्टालाई यसरी अगाडि राख्छौँ है, पोजिसन प्रिपेसन हनुमान दण्ड गर्छौँ एकछिन। बायाँ खुट्टालाई राख्छौँ है। दायाँ हात यसरी हाल्नुहोस्, बायाँ हात तल, दायाँतिर थोरै अगाडि। लामो गहिरो श्वास।
फेरि बालासन आनन्द आफ्नै आमाको काखमा बच्चा दौडेर आएर थकानमा आनन्द निदाउँछ। एकछिन म त्यो बच्चा जस्तै आनन्द लिँदैछु। हे भगवान्, मेरो सारा जीवनका दुःख रोग शोकलाई बिर्सेर एकैछिनमा आफ्नै आमाको काखमा आनन्द स्याहार्दा जसरी निदाउँथे त्यसरी नै आनन्द भएको छ भगवान्। यही आनन्द नभेट्टाएर नै सारा चिज भेटेँ, तर मैले मलाई बिर्सेँ। यो आनन्द पाए भए म के हुन्थेँ एकैछिनमा मेरो आमाको काखमा आनन्दले फालेको छु। एकैछिनमा मलाई केही पीर व्यथा टन्टो छैन। जीवनमा भएको दुःख सबै बिर्सेको छु। एकैछिनमा अबोध बालक भएको छु। Après tout, la balasana, फेरि एकछिन म एकछिन सारा दुःखलाई बिर्सेर आनन्दको महासागरमा हराउँदैछु। एकैछिन मुद्राले आसन गर्छन् फेरि पुरै बडीले बलियो गराउनुलाई, जसको इनर्जी पावर कम छ, जसले गाह्रो भइरहेछ माथि हेर्नुहोस् र श्वास क्रिया कपालभाती। बिस्तारै छोड्नुहोस्। बिस्तारै ढाड क्रक्क हुन्छ। बिस्तारै ढाडको आजीवनको लागि यो ठुलो उपचार सबै बडीको बिस्तारै। अब बालासन फेरि बच्चाको आसन। नमस्ते सम्पूर्णजनामा, म सरिता सधैँ सोह्र दिन आज पनि भन्न चाहन्छु र यस पर्वत माता भनेर चिन्नुहुने सम्पूर्णजनालाई म के सुझाव दिन चाहन्छु भने पर्वत योग साधना केन्द्र युट्युब च्यानल भनेर सम्पूर्णजनाले हेरिरहनु भएको हुन्छ र त्यसबाट लाइभ दिनुभएको सम्पूर्ण मादकहरूले यो पर्वत योग साधना केन्द्रलाई एकदम हृदय भावदेखि नै लाइक कमेन्ट सेयर गरिदिनु होला भन्ने म आशा राखेकी छु र हजुरहरूको थोरै लाइक सेयर कमेन्टले पनि म धेरै सेवक बन्ने मेरो जमको बढी छ भन्दै हजुरहरूमाझ म यही अपिल गर्न चाहन्छु। पर्वत योग साधना केन्द्रलाई प्रेमपूर्वक लाइक कमेन्ट सेयर गरिदिनु होला। जय गुरु क्रान्ति, जय गुरुदेव।